आज चाहिँ एस्थेटिक फिजिकल लागि कनर मर्फीको पुल वर्कआउट ट्राई गर्दैछु। सो फर्स्टमा वार्म अप गर्छु। सो वार्म अप सकेपछि चाहिँ आजको फर्स्ट वर्कआउटमा वाइड ग्रिप ल्याट पुल डाउन छ। 3 सेट्स गर्ने 12 to 15 reps कन्ट्रोल गरेर ल्याट पुल डाउन पछि ब्याकको लागि नेक्स्ट वर्कआउट चाहिँ बेन्ट ओभर बारबेलको छ। यो 3 सेट्स गर्ने 10 to 15 reps। सो अब बेन्ट ओभर बारबेल पछि नेक्स्ट वर्कआउट चाहिँ सिंगल आर्म डम्बल रो छ। यो चाहिँ 2 सेट्स गर्ने इच ह्यान्डबाट 10 to 15 reps। सो कन्टिन्युङ द रोइङ मुभमेन्ट। नेक्स्टमा चाहिँ सिटेड केबल रो छ। यो चाहिँ म न्युट्रल ग्रिपबाट गर्दैछु। यो चाहिँ 3 सेट्स गर्ने 8 to 10 reps। रेप्सलाई कन्ट्रोल गर्ने। मको लागि आजको लास्ट वर्कआउट चाहिँ सिंगल आर्म पुल डाउन छ। 2 सेट्स गर्ने टिल फेलरसम्म इच ह्यान्डबाट। ट्राप्सको लागि एउटा स्ट्रक्स गर्ने 3 सेट्स गर्ने। यो चाहिँ बाइसेप्सको लागि बारबेल कर्ल्स छ। यो चाहिँ 3 सेट्स गर्ने टिल फेलरसम्म। बडी स्विङ नगरी कन्ट्रोल गरेर हान्ने। आजको लास्ट वर्कआउटमा चाहिँ ह्यामर कर्ल्स छ। यो चाहिँ 3 सेट्स गर्ने टिल फेलरसम्म। सेम एज बिफोर बडीलाई स्विङ नगर्ने अनि कन्ट्रोल गर्ने। सो आजको वर्कआउटमा चाहिँ एकदम बेसिक मुभमेन्ट भए पनि राम्रै हिट भयो। सो वर्कआउटको डिटेल्स र रेटिङ चाहिँ म क्याप्सन छोडिदिन्छु। सी यु अन द नेक्स्ट वान। पिस आउट।